त्यो जति भन्यो त्यति दिएर जति दिएर भनेको कुरा आउँछ हो अहिले अब जमाना कम्प्युटरको जमाना आइपुग्यो हो र एकछिन लागि हामी चाहिँ अब हामी टाढो बाटो मेरो किन अब चिन्ने भइसक्यो बास त अब उतै उता डोल्पातिर जानुपर्छ होला हजुर भाइ भाइ यता यता अब भाइ नै भन्नु हजुर हजुर बेहुलीको बाउ अब बेहुलीको बाउ अब मेरो तपाईँको छोरी र उता मेरो भरेको बुहारी भयो हो मेरो छोरी नै पऱ्यो मैले हिजो नि भनेको हो अब हामी त्यो जगे गर्न नै अब हामीले लाई तिमी चाहिँ मेरो छोरी है भरेको जान्दा अब मेरो छोरी हुने होइन त्यो त भनेको छ त्यस्तै हो अब हामी चाहिँ अब एकछिनको लागि मात्रै भाइ बोली फेरि भेट्नै पऱ्यो अब यसलाई चाहिँ अब यो डोरी चाहिँ अब बाटेपछि अब त्यो गाँठो त पार्नै पऱ्यो होइन पार्नै पऱ्यो है जति कुरो अब हाम्रो वचन अब कति कुरो भुल भए तापनि माफहरू गरिदिने हजुर हजुर आजसम्मलाई तपाईँले पनि सबै कुरो सही ढङ्गमा र सही अब एउटा रीतिरिवाजमा नै बोलेर पनि आउनुभयो गरेर आउनुभयो र अब तपाईँ अब अहिलेसम्म अब फेरि अब आजदेखि उता अब तपाईँ अहिले हामी छुट्टिने कुरा हुँदैछ र तपाईँ हाम्रो फेरि भेटघाट गर्दैछौँ हो राम्रोसँगले अरू कुरो त के राख्नु होला र होइन एकछिन अब छुट्टिने पो होइन छुट्टिन सकिगयो होइन तर हजुर हजुर भन्नुहोस् आजको लागि एकछिन प्रकाशको लागि मात्रै बाँकिनु हुन्छ हुन्छ मामा